प्रब्लम के छ भने म तपाईँलाई एकदम बुझ्ने भाषामा भन्छु। यो यस्तो मात्रै केसहरू होइन। जस्तो काठमाडौँमा 3वटा मेडिकल कलेजहरू वेटिङ उसमा छन्, सर्वोच्चबाट मुद्दा जितेका छन् होइन। अब कसैले पाएको कसैले नपाएको आफ्नै फैसला 12 वर्षमा लागू नभएको अनि 10-12 वर्षमा फैसला लागू नहुँदाखेरि मानहानीमा जाँदा समेत अथवा लागू गर भनेर जाँदा समेत मान्छेहरूले न्याय नपाएको। यहाँ कयौँ मुद्दाहरू छन्, देशभित्र कयौँ कन्ट्राडिक्टरी डिसिजनहरू आएका छन्। मलाई लाग्छ यो लोकतन्त्र अथवा प्रजातान्त्रिक सिस्टम म्याच्योर्ड हुँदै जाँदाखेरि न्यायालय पनि अझै म्याच्योर्ड होला होइन। जस्तो तपाईँले अमेरिकामा अथवा भारतमा तपाईँको सर्वोच्चको फैसला चाहिँ लागू नहुने भन्ने कल्पना पनि गर्न सक्नुहुन्न नि त। तर नेपालमा मलाई लाग्छ हजारौँको सङ्ख्यामा हाम्रो न्यायालयको फैसलाहरू लागू नभइकन बसेको अवस्थाहरू छन् र त्यसलाई सरकारले पनि र स्वयं न्यायालयले र न्यायालय अन्तर्गतको यो न्याय सम्पादन गर्ने निकायहरू इम्प्लिमेन्टेसन गर्ने निकायहरूले पनि लागू गर्नुपर्छ भन्ने मलाई लाग्छ। हजुर नेपाली काङ्ग्रेसको एउटा जल्दो बल्दो नेता हुनुहुन्छ रवि लामिछानेलाई भेट्न आइरहँदा तपाईँको पार्टीमा लगायत सम्पूर्णमा समस्याहरू आउन सक्छन्, तपाईँलाई केही नराम्रो भन्न पनि सक्छन् काङ्ग्रेसकै कार्यकर्ताले, के भन्नुहुन्छ यो विषयमा चाहिँ? अब सबभन्दा पहिला म नेपाली नागरिक हो, तपाईँले यो बुझ्नु पऱ्यो। र त्योभन्दा अर्को विषय के छ भने यसमा आध्यात्मिक विषय पनि छ। मैले एक दिन मरेर जानुपर्छ र मेरा ब्रह्मले जे सत्य देख्छ म त्यही बोल्छु, मेरा ब्रह्मले जे गर भन्छ म त्यही गर्छु। आज मेरो ब्रह्मले मलाई हरायो, रवि लामिछानेलाई जेलभित्र भेट्न जा भनेर हरायो, त्यस कारणले म उहाँलाई जेलभित्र भेट्न आएको हो। र आम नेपाली काङ्ग्रेसका देशभरिका मुलुकभरिका कार्यकर्तालाई पनि म के भन्छु भने हेर्नुहोस्, सबै हाम्रा पार्टीका अथवा अघिल्ला सरकारका गठबन्धनका सबै कामहरू राम्रा भइदिएको भए त जेएनजी मुभमेन्टको यो हालत अथवा यस्तो पीडा अहिले नेपाली जनताले भोग्नै पर्दैन थियो नि। प्रब्लम छ, प्रब्लम थियो र प्रब्लमको अहिलेसम्म प्रब्लम जीवित छ। त्यस कारणले गर्दाखेरि हामीले कमसेकम जिम्मेवार ढङ्गले एउटा काङ्ग्रेसको एउटा क्याडर जिम्मेवार क्याडरको हिसाबले मैले चाहिँ आम काङ्ग्रेसकै कार्यकर्ताको रूपमा पनि यो मैले भेट्न चाहेको। किनभने हामी लोकतन्त्रमा विश्वास गर्ने मान्छेहरूले यसरी चाहिँ जेलमा बसिरहेका साथीहरू जोसुकै होस्, हिजो अस्ति अफ्ताब आलम बिरामी हुनुभयो होइन, बिरामी हुनु थाहा पाउनु भयो नि तपाईँहरूले, भर्खरै एक्सपायर हुनुभयो। अब मान्छेहरूले मलाई धेरैले गाली गरे, अफ्ताब आलमलाई उपचार गर्ने मान्छे भन्छन् होइन।